अहिले आएर अनि अब अहिले आएर होइन मेरो नन्दले पनि घरि के कुरामा मलाई चौकीमा लाने, मेरो दादालाई तैँले यस्तो गरे त्यस्तोलाई म नचेताइ छोड्दिनँ भनेर मलाई फोन गरेर थर्कायो होइन। मेरो जब कि ऊ भागेर जानुभन्दा अगाडि, उसको हस्बेन्डसँग जानुभन्दा अगाडि म मेरो बहिनीको बिहेमा गएको थिएँ। त्यतिखेर मेरो तिजोरीको चाबी उसलाई दिएको थिएँ। उसलाई दिँदाखेरि मेरो त्यहाँबाट सुनको औँठी पाउजुहरू हराएको छ क्या। उसलाई चाबी दिँदै जसको हातमा चाबी दियो त्यो जिम्मेवारी हुन्छ, तर त्यो कुरामा उसले के पनि उसको फ्यामिलीले केही पनि भनेन, उल्टै मलाई नै दोष दियो होइन। अनि मैले भने म माइती जाँदाखेरि अब फर्स्ट टाइम माइती गएको, मलाई यस्तो सामानहरू चाहियो भन्दाखेरि मैले सासु ससुरालाई भन्दाखेरि उल्टै अब मैले उसको छोरीको घर बिगारेँ भने कि। तर मैले त किन बिगार्नु, मेरो आफ्नो सामान मैले माग्दाखेरि पनि घर बिगारेको हुँदो रहेछ, मेरो पैसा उनीहरूसँग माग्दाखेरि पनि घर बिगारेको हुँदो रहेछ। तर अहिले मलाई सासूले जहाँ भेट्यो त्यही पिट्ने गर्छ, कतैतिर जान पनि पाउँदिनँ म। मेरो घरमा मेरो रुममा खासै केही पनि सामान पनि छैन। मैले अन्ततिर मागेर हुन्छ कि माइतीतिर मागेर हुन्छ कि सबै कुरा पुरा गरिरहेको छु होइन। तर अहिले मलाई मेरो घरकाले, मेरो हस्बेन्डपट्टिकोले 4 महिना भइसक्यो मेरो हस्बेन्डले 1 रुपियाँ खर्च नदिएको। म माइतीमा बसेको छु अहिले। अस्तितिर माइतीमा बसेँ, त्यसपछि म मेरो आफ्नै रुममा गएँ, यताउतिबाट खर्च अलिअलि जम्मा गरेँ, कोठा भाडा तिरेँ। कोठा भाडा तिरेर फेरि केही दिन त्यहीँ बसेँ। म त्यहाँ बस्दाखेरि जोस् म भोकै भएँ, केही सामान किन्न नसक्ने अवस्था भएपछि अहिले फेरि म माइती आएको छु होइन। माइतीमा नि कति बस्नु, बिहे गरेर गएको चेलीबेटी कति गाह्रो हुन्छ त्यो तपाईँहरूलाई थाहा छँदैछ। अब म यतिमा पुगिसकेँ, घरमा केही सामान छैन, बुढोले कमाएको सबै सासू ससुराले राख्छन्, 1 रुपियाँ पैसा दिँदैनन्। फोन गऱ्यो भनेदेखि मलाई सम्झाउँछु, छोरालाई सम्झाउँछु, तँ आइज तँलाई सम्झाउनु पर्छ भनेर भन्छन्। तर मेरो नम्बर ब्लक गरेर हस्बेन्डलाई दिएको नम्बर सबै अफ गरेर राखेको छ। हस्बेन्डसँग बोलचाल छैन, उसले कमाएको पैसा सबै उसको बाउआमाले दिन्छ। मेरो बच्चाको र मेरो बिजोग भयो। अब मेन्टली र फिजिकली टर्चर भएको कारणले गर्दा म मर्नु बाहेक मैले केही पनि उपाय देखिनँ। मेरो बच्चा र म मर्नु बाहेक मैले केही पनि उपाय देखिनँ। अब चाहिँ नेपालको कानुन दैवले जानुन् भन्थे, हुने रहेछ। त्यही पनि कतैबाट सर सपोर्ट मिल्छ कि भनेर म अहिले यसो भिडियो बनाएर तपाईँहरूबाट नै यदि केही गरी अब भनौँ न न्युजको मान्छेहरू, मिडियाको लाइनको मान्छेहरूले हेरेर साथ सपोर्ट दिनुहुन्छ कि न भनेर मैले यो भिडियो बनाएको छु। हस्, नमस्ते।